नमस्ते, आजको रेसिपी हो रेनबो ट्राउट अनि यो रेसिपी चाहिँ विदिन अ सर्ट टाइम रेडी भइहाल्छ। यो ट्राउट एकदमै लिन हुन्छ अनि टेन्डर हुन्छ, त्यो कारणले गर्दा यसलाई ओभरकुक गर्नु हुँदैन किनभने यसको हेल्थ जति पनि बेनिफिट्समा मोस्ट इम्पोर्टेन्टली ओमेगा 3 डिप्लिट हुन सक्छ। सो लेट्स सी हाउ इट गोज। मैले 1.5 kg रेनबो ट्राउट लिएको छु अनि यसलाई वाश गरेर सेभरल पिसेसमा यसलाई बनाएको छु। यसमा 1 टीस्पून सल्ट हाल्ने अनि 1 टीस्पून टर्मरिक हालेर यसलाई कोट गर्छु अनि स्लाइटली सटे मात्रै गर्ने, यसलाई एकदम डीप फ्राई चाहिँ गर्नु हुँदैन। एउटा कडाईमा 2 टेबलस्पुन जति सरसोको तेल गरम गरेर यो सबै पिसेसहरूलाई म स्लाइटली फ्राई गर्नेछु। माछा फ्राई भएर पनि रेडी भइसक्यो अनि कढाईमा रहेको तेल जति छ त्यसमा नै म फर्दर प्रोसेस गर्नेछु। एट फर्स्ट म एउटा स्मल साइज अनियनलाई स्लाइस गरेर फ्राई गर्छु किनभने मैले दुईटा मिडियम साइज्ड टोमेटो अनि मिडियम साइज्ड अनियनलाई चाहिँ मैले मिक्सीमा पेस्ट बनाएर राखेको छु फर्दर युजको लागि। अब यसमा 2 टेबलस्पुन जति जिन्जर गार्लिक पेस्ट हालेर पाक्नु दिनेछु। अब यसमा 1/2 टेबलस्पुन जति टर्मरिक अनि स्वाद अनुसार नुन मिलाउँदा हुन्छ। अब यसमा फर्दर तपाईले अनियन अनि टोमेटो प्युरे एड गर्दा हुन्छ। यसलाई मजाले पाक्नु दिनुपर्छ। यसमा म एकदमै कम्ती जिरा अनि धनियाको पाउडर मिक्स गर्दैछु किनभने ट्राउटको आफ्नो एउटा फ्लेभर हुन्छ, त्यसलाई म टेम्पर गर्न चाहन्न। यो मिक्सचर पाकिसकेको छ अनि नडोरोस् भनेर मैले अलिकति पानी हालेको छु। अब मलाई जति चाहिन्छ त्यति म सुपको लागि पानी एड गरेर यसलाई म मजाले बोइल हुनु दिन्छु। एउटा पिस अफ एडभाइस त्यो चाहिँ के हो भन्दाखेरि तपाईको यो पानी एकदमै बोइल भइसकेपछि मात्रै तपाईले ट्राउटको पिसेसहरू हाल्नुहोस् किनभने ट्राउट एकदमै कमुलो हुन्छ, एकदमै डेलिकेट हुन्छ, त्यो कारणले गर्दाखेरि फुट्ने चान्सेस एकदमै बेसी हुन्छ। सो टु अभोइड द्याट तपाईले जहिले पनि एकदमै बोइल भइसकेको पानीमा मात्रै तपाईले पिसेसहरू एड गर्नुहोस्। अब यसलाई 5 मिनट्सको लागि बोइल हुन दिउँ अनि हाम्रो ट्राउट रेडी हुन्छ। अब हाम्रो ट्राउटको सुप पनि रेडी भइसकेको छ। तपाईलाई मन पर्छ भने यसमा 1 टेबलस्पुन जति निम्बुको रस अनि माथिबाट कोरिएन्डर धनियाले टपिङ गर्नु सक्नुहुन्छ। हवस् त, एन्जोय गर्नुहोस्। कस्तो लाग्यो तपाईलाई मेरो रेसिपी काइन्डली शेयर गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस्। थ्याङ्क यू सो मच। बाई बाई।